ओखलढुङ्गाको आकाशमा घटेको एउटा कहाली लाग्दो दिन 15 डिसेम्बर 2010 अर्थात् विक्रम सम्वत 2067 साल मङ्सिर 29 गते खोटाङको लामीडाँडा एयरपोर्टबाट काठमाडौँका लागि 9N AFX तारा एयरले आफ्नो उडान भर्छ। आफ्नो गन्तव्यतिर उडिरहेको विमान ओखलढुङ्गाको सिरचोर क्षेत्र 3 तले आसपासबाट सम्पर्कविहीन हुन्छ। विमान सम्पर्कविहीन भएपछि खोजीका लागि सेनाको हेली परिचालन गरिन्छ, तर खराब मौसमका कारण पहिलो दिन खोजी सफल हुन सकेन। भोलिपल्ट बिहान नेपाली सेनाको टोलीले अनन्त ओखलढुङ्गाको बिलान्दु जङ्गल क्षेत्रमा विमानको भग्नावशेष फेला पार्छ। विमानको भग्नावशेष फेला पारेपछि यो दुःखद खबर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा मुख्य समाचार बन्यो। विमानमा 19 जना यात्रु र 3 जना चालक दलका सदस्य गरी जम्मा 22 जना सवार थिए। दुर्भाग्यवश विमानमा सवार सबै 22 जनाले ज्यान गुमाएका थिए। 19 जना यात्रु भने सबै भुटानी नागरिक थिए। खोटाङको हलेसी स्थित तीर्थयात्रा गरेर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म गन्तव्य थियो उहाँहरूको, र चालक दलका सदस्य भने सबै नेपाली रहेका थिए। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आजको भिडियो यति नै। हस्त फेरि भेटौँला अर्को नयाँ भिडियोमा।